Brazil versus Morocco को गेम भर्खरै सकियो र after watching this game I just have one question to ask. Are Brazil still washed? Carlo Ancelotti, I mean भर्खरै कोच भएको छ, केही गर्न त त्यस्तो सकिन्न, बट स्टिल लाइक यो गेमको फर्स्ट कपाल अफ मिनट्स, फर्स्टको हाफै भनौँ न, इन्टायरिटी अफ द हाफ लाइक मोरक्को वेयर सो गुड, दे वर लाइक लिटरली डोमिनेटिङ, र मिडफिल्ड चाहिँ ब्राजिलको आई जस्ट डिडन्ट सी के लाइक इट वाज नन एक्जिस्टेन्सियल. मैले मिडफिल्डमा चाहिँ केही नि क्रिएटिभिटी, केही लाइक राम्रो पासिङ, केही पनि मुभमेन्ट देखिनँ. प्लस क्यासेमिरोले अर्ली नै येलो कार्ड खायो, त्यसपछि इभानियसले पनि येलो कार्ड खायो, त्यसपछि दे गट सब्ड अफ. अनि लुकस पकेटा, यस लुकस पकेटाले पनि इजिली बल मिस गरिरहेको थियो, बल दिइरहेको थियो भनौँ मोरक्को प्लेयरहरूलाई फर्स्ट हाफमा. सेकेन्ड हाफमा चाहिँ पकेटाले स्टेप अप गर्यो, राम्रो गेम खेल्यो, बट फर्स्ट हाफमा चाहिँ इट वाज लाइक सेडी राम्रो थिएन. भिनिसियसको त्यो गोल, म्यान वाट अ गोल इट वाज के, त्यसलाई चाहिँ तारिफ गर्नै पर्छ. त्यो गोल नआएको भए मोरक्कोले लाइक आई थिङ्क त्यो गोल पछि चाहिँ मोमेन्टम चेन्ज भएको थियो ब्राजिलको. दे वर पुसिङ अहेड, दे वर मेकिङ चान्सेस, तर चान्सेस डेलिभर गर्न सकेन, कसैले पनि गोल हान्न सकेन. अनि आई थिङ्क त्यो फर्स्ट हाफमा इगोर थियागोको एउटा हेडर, यस्तो इजी हेडर मिस गर्यो नि उसले, त्यसले गर्दाखेरि पनि हल्का ब्राजिललाई गाह्रो पार्यो. यदि त्यस्तै एक दुईवटा चान्सेसहरू हानिदिएको भए त दे वुड ह्याभ वान, बट स्टिल त्यो एउटा गोल इक्वलाइजर भिनीले हानेपछि ब्राजिल हल्का गेममा ब्याक आएको जस्तो फिल भयो. त्यही पनि आई मिन इट वाज गुड गेम टु वाच. अनि मोरक्कोलाई पनि हामीले डाउन प्ले गर्न मिल्दैन. मोरक्को आर इक्वली गुड भनौँ, अहिलेको रिसेन्ट डेजमा मोरक्कोको फर्म ब्राजिलको भन्दा पनि राम्रो छ. अनि आई थिङ्क ब्राजिल आर 6th इन द ऱ्याङ्क एन्ड मोरक्को आर 7th. सो लाइक 50-50 नै थियो कि यो म्याच सुरु हुनुभन्दा अगाडि पनि. आई ह्याड प्रेडिक्टेड ड्र नै हुन्छ भनेर, लो स्कोरिङ हुन्छ पनि. इट वाज अभियस लाइक मोरक्को धेरै जसो हाई स्कोरिङ खेल्दैन, अनि प्लस टप टिमहरूसँग त्यस्तै नै हुन्छ. तर मोरक्को दे डिडन्ट सिट ब्याक, दे वर अट्याकिङ फुल अन. तर ब्राजिलको चाहिँ मिडफिल्डमा केही हल्का इम्प्रुभमेन्ट ल्याउनु पर्छ जस्तो छ. अब लेट्स सी हाउ देयर सेकेन्ड गेम गोज अन.